7 महिना पुगेर 8 मा लागिन्। मैले चाहिँ माघको 23 गते नानीको कान छेड्नलाई गएको। 23 गते चाहिँ राम्रो छ भनेर मैले चाहिँ 23 गते नानीको कान छेडेको। तर भिडियो चाहिँ अहिले हाल्नु बहिनीको भिडियो थियो नि, भ्याइदियो, त्यही भएर फुर्सदको बेला छोरी चाहिँ कति रोकी थिएँ यतिखेर चाहिँ। कस्तो हुने कि के गर्नु कि नछेडेर पनि नहुने, झन् ठुलो भएपछि गाह्रो होला भनेर अहिले छेडेको। उसको ठुलो बाबा, उसको बाबा थियो त्यतिखेर चाहिँ कान छेड्नलाई हेर्नु रोएर बिचरा कस्तो गरेकी थिइन् छोरी चाहिँ। तर छेड्ने मान्छेले चाहिँ भन्नुहुन्थ्यो अरू बच्चाहरू झन् कति रुन्छ, नानी चाहिँ धेरै रोइनिन् भन्नुहुन्थ्यो कि। तर छेड्ने टाइममा चाहिँ रोएको थिएँ, तर पछि चाहिँ रोइनिन्। अनि रातभरि घरमा ल्याएपछि झन् ज्वरो आउँछ कि भनेको थियो नानीको, तर ज्वरो चाहिँ आएन कि छोरीलाई चाहिँ। हेर्नु अझ म पनि यति आँसु झरिदिएँ छोरी रोएको देखेर, त्यो छोरी दुखेर सम्झेर क्या। के गर्नु नछेडेर पनि नहुने है, गाह्रो छ के गर्नु। हेर्नु न मलाई त कति पसिना आएको थियो क्या, छोरीलाई त्यस्तो छेड्ला देखेर आफूलाई पसिना आएर कति गाह्रो भएको थियो। हिक्क गरेर रोइरहेको थिएँ। यति नै हो।